वैशाख 5 गते सामाजिक सञ्जाल बन्द हुने सम्भावना। जति पनि तपाईहरुले चाहिँ सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ नेपालमा दर्ता नभएका हालसम्म ती सामाजिक सञ्जाल चाहिँ बन्द हुने संकेत भएको छ। त्यो पनि वैशाख 5 गतेमा, त्यो पनि वैशाख 5 गते। यदि वैशाख 5 गते नभए पछि पनि बन्द हुने सम्भावना भएको छ। नेपालमा सामाजिक सञ्जाल बन्द हुने सम्भावना हालका केही संकेतहरू देखिरहेका छन्। गभर्नमेन्टले सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता हुन अनिवार्य रहेको छ र दर्ता गर्ने प्लेटफर्मलाई चाहिँ बन्द गर्ने एउटा चाहिँ चेतावनी पनि दिएको छ। आगामी वैशाख 5 2082 अप्रिल 18 2025 भित्रै दर्ता नभए चाहिँ फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स जस्ता प्रमुख सामाजिक सञ्जालहरू चाहिँ बन्द हुने संकेत बताएका छन्। यो कदम सामाजिक सञ्जालको दुरुपयोग, हिंसा, ठगी, सामाजिक सद्भाव बिगार्ने गतिविधि रोक्नका लागि चाहिँ आवश्यक भएको चाहिँ गभर्नमेन्टको दाबी रहेको छ र यद्यपि यो नीतिले चाहिँ व्यक्तिगत स्वतन्त्रता, डिजिटल अधिकारमा चाहिँ असर पार्ने भन्दै विरोध र पनि चिन्ता पनि भएका छन्। डिजिटल राइटर्स नेपाल जस्ता चाहिँ संस्थाहरूले चाहिँ यस्ता नियमले चाहिँ नागरिकको एउटा चाहिँ जुन स्वतन्त्रता संकुचित हुने र अनावश्यक निगरानी बढाउने तर्कहरू चाहिँ गरे तापनि सामाजिक सञ्जाल चाहिँ कम्पनीहरूले चाहिँ दर्ता प्रक्रियामा चाहिँ ढिलासुस्ती गरेर सरकारको निर्देशना पूर्ण रूपमा कार्यान्वयन नभएको समेत रहेको छ। यसमा हालसम्म चाहिँ टिकटक, भाइबर र केही साना प्लेटफर्महरू चाहिँ दर्ता भएका छन् नेपालमा, तर ठुला प्लेटफर्महरूले चाहिँ दर्ता प्रक्रिया चाहिँ अगाडि बढाएको कुनै ठोस जानकारी सार्वजनिक भएको छैन। यदि कम्पनीहरूले चाहिँ यस समयभित्र चाहिँ सरकारले इन्टरनेट सेवा प्रदायक आईएएसपी मार्फत चाहिँ प्लेटफर्महरूले चाहिँ पहुँच बन्द गर्ने सम्भावना भएको छ र यो विषयमा चाहिँ बहस एकदमै जारी छ। गभर्नमेन्टले विधेयकलाई चाहिँ थप परिमार्जित गर्न सक्ने डिसिजन गरिरहेको छ। यद्यपि यी सङ्केतहरूले चाहिँ सामाजिक सञ्जालको प्रयोगमा कडाइ हुने र दर्ता नभए बन्द हुने चाहिँ स्पष्ट जोखिम देखिएको छ। भनेपछि नेपालमा जति पनि सामाजिक सञ्जालहरू छन् ती जो दर्ता भएका छैनन् ती यदि नेपालमा दर्ता नभए चाहिँ यसबाट चाहिँ यी पूर्ण रूपमा चाहिँ बन्द हुने चाहिँ संकेत देखिएको छ। यो जानकारी रहेको थियो एउटा र यसमा चाहिँ अब नेपालमा चाहिँ सामाजिक सञ्जाल बन्द हुने नीतिका केही सम्भावित असरहरू निम्न हुन्छन्। अभिव्यक्ति स्वतन्त्रमा असर हुन्छ, त्यस्तै आर्थिक प्रभाव पनि हुन्छ। सामाजिक सञ्जालमा आधारित व्यवसायहरू जस्तै अनलाइन मार्केटिङ, कन्टेन्ट क्रिएसन र विज्ञापन ठप्प हुन सक्छन् र धेरै साना व्यवसाय र स्टार्टअपहरूले चाहिँ ग्राहकसम्म पुग्ने प्लेटफर्महरूको प्रयोग गर्दछन्, जसले रोजगारी अर्थतन्त्रमा चाहिँ नेपालमा चाहिँ असर पर्न सक्छ। यदि यो बन्द भएमा सूचना प्रवाहमा अवरोध पनि हुन सक्छ, सामाजिक सम्पर्कमा पनि केही कमी हुनेछ, यसमा प्रब्लम हुनेछ सामाजिक सम्पर्कमा। अब तपाईको चाहिँ अब फेसबुकै बन्द भयो भने भिडियो कलदेखि अडियो कल तपाईको चाहिँ अब व्हाट्सएप यस्ता प्लेटफर्महरू र त्यस्तै अन्य अब वैकल्पिक प्लेटफर्मको उदय, शैक्षिक र प्राविधिक प्रभाव लगायत विभिन्न चाहिँ यसमा प्रब्लमहरू चाहिँ देखा पर्न सक्छन्। सामाजिक सञ्जाल बन्द हुने नीतिले चाहिँ छोटो अवधिमा चाहिँ सामाजिक अवस्था र सुरक्षा कायम गर्ने सरकारी उद्देश्य पूरा गर्न सक्छ, तर दीर्घकालीन यसले चाहिँ स्वतन्त्र अर्थतन्त्र र सूचनामा पहुँच चाहिँ गम्भीर पुग्न सक्छ। सकेसम्म जहाँसम्म लाग्छ यो तत्काल बन्द नभए तापनि केही बन्द हुने संकेतहरू देखिएका